कहिले खाली नहुने हाम्रै घरमा मात्रै होला। करी यहाँ, करी त्यहाँ, करी यो, करी त्यो। अहिले अझ सजिलो भएको छ। पहिला भाइ हैँसियाले काट्नु पर्थ्यो यसरी। यसरी काट्नु पर्थ्यो पहिला भाइ, कम गाह्रो थियो। अहिले धन्न यो छ, यो छ। त्यसैले सजिलो छ। अनि यो राख्ने। एकदम धारिलो छ, त्यसैले हात काट्छ क्या। त्यसैले सानो सानो भएपछि यो राख्नुपर्छ। यो राख्ने अनि गर्ने। डन। हेर्नुहोस् साइज, हेर्नुहोस् साइज, हेर्नुहोस् साइज। हेर्नुहोस् साइज, साइज, साइज सबै एकै नासको छ, पातलो पातलो। ओके, यसबाट आलु चिप्स पनि काट्न मिल्छ। आलु चिप्स बनाउन हामीलाई सजिलो हुन्छ। यो सुकेपछि चाना भन्छ। चाना हामी बजारमा चाना दिनुहोस् न भनेर किन्छौँ नि। चाना, मुलाको चाना भन्छ। यो सुकेपछि घाममा सुकाउनु पर्छ यसलाई।